आमा तरकारी ल्याए है मैले। के ल्याइस खै? कुखुरा खाने आज। कसको कुखुरा ल्यास फेरि? साथीहरु यो प्रकारको भिडियो पछिल्लो समय लास्ट ट्रेन्डिङमा चलिरहेको छ र हजुरहरु पनि यस्तो भिडियो कसरी बनाउने भन्ने सोचिराख्नु भएको छ भने कृपया यो भिडियो हजुरको लागि कृपया भिडियो स्किप नगरी लास्टसम्म हेरिदिनु होला र मेरो यो नयाँ युट्युब च्यानल हो कृपया यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ओके लाग्यो स्क्रिनतर्फ ढिलो नगरी तपाई हजुरकोमा च्याट जीपीटी यदि छैन भने चाहिँ हजुरले चाहिँ सजिलै प्ले स्टोरबाट च्याट जीपीटी सर्च गरेर इन्स्टल गर्न सक्नुहुन्छ साथीहरु। च्याट जीपीटी चाहिँ चाहिन्छ, च्याट जीपीटी सर्च गर्नु होला र च्याट जीपीटी मा चाहिँ हजुरले यदि इन्स्टल छैन भने इन्स्टल गर्नु होला। मेरोमा चाहिँ इन्स्टल भएकोले चाहिँ मैले ओपन गरे। ओपन गरिसकेपछि साथीहरु मैले चाहिँ यहाँ अघि भर्खरै भिडियो ढिलो हुन्छ फेरि प्रोसेसिङ लाग्छ भनेर चाहिँ मैले माथि अगाडि नै तयार गरेको थिएँ। एउटा हनुमान पशुपतिनाथ मन्दिरमा एउटा आत्मा होइन हातमा हो। मैले किनकि यो हजुरले सजिलै यहाँबाट बनाउन सक्नुहुन्छ साथीहरु। यो माइकिङ छ नि, माइकिङबाट रेकर्ड गरेर एउटा हनुमान पशुपतिनाथ मन्दिरमा एउटा हातमा गोप्रो क्यामेरा समातेर भ्लगिङ गर्दै गरेको तस्बिर मैले चाहिँ यसरी नै जेनेरेट गरेको थिएँ र त्यहाँमा चाहिँ राम्रोसँग अक्षरहरू मतलब बराबर टाइपिङ हुँदैन किनकि भोइसबाट त्यो यत्रो प्रोसेसिङ लाग्छ भनेर मैले चाहिँ पहिले जेनेरेट गरेको थिएँ र हनुमान राम्रो जेनेरेट गरेको दिएको छ। मैले चाहिँ त्यो सेभ गरेको छु। यसरी चाहिँ हजुरहरूले सजिलै गर्न सक्नुहुन्छ च्याट जीपीटी को काम र फोटो जेनेरेट गर्ने छ। त्यसपछि हजुरहरूले फोटो जेनेरेट गरिसकेपछि हनुमानको भनेर मैले चाहिँ हनुमानको बनाएको छ। हजुरहरूले चाहिँ बाँदरको अथवा जेको पनि बनाउन सक्नुहुन्छ। त्यसपछि हजुरलाई आवश्यक पर्छ ड्रिम फेस एप छ, ड्रिम फेस एआई जेनेरेट वाला भिडियो ड्रिम फेस हजुरले सर्च गरेर चाहिँ मेरो इन्स्टल छ। हजुरको इन्स्टल छैन भने इन्स्टल गर्नु होला। मैले चाहिँ ओपन गरे। ओपन गरिसकेपछि हजुरहरूले चाहिँ यसमा चाहिँ हल्का टाइम लाग्ने छ र हजुरले यहाँ फर्स्टमा देख्न सक्नुहुन्छ ट्राई नाउ भन्दा तल फोटो लिप्स स्क्यान वाला त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि हजुरले फेरि यसमा चाहिँ यो मैले चाहिँ अघि गरेको थिएँ त्यसमै टच गर्नुभयो भने यस्तो देखिन्छ र यसमा चाहिँ फोटो अन गर्नु होला। फोटोमा सिलेक्ट गरेर कन्फर्म गर्नु होला। कन्फर्म गरिसकेपछि फोटो आउने छ। फोटो आइसकेपछि तल देख्न सक्नुहुन्छ एड स्क्रिप्ट टु कन्टिन्यू यसमा चाहिँ टच गर्नु होला। यसमा टच गरिसकेपछि लास्टमा देख्न सक्नुहुन्छ रेकर्डमा टच गर्नु होला र चाहिँ यहाँ हजुरले के भन्ने त्यो भिडियोमा हैन भिडियोमा चाहिँ के भन्ने भनेर त्यो चाहिँ हजुरले आफूले रेकर्ड गर्न सक्नुहुन्छ। मैले चाहिँ रेकर्ड गरे ल। साथीहरु म चाहिँ आज पशुपतिनाथको दर्शन गर्न आएको थिएँ र दर्शन गरिसके। अब चाहिँ म भ्लगिङ गर्दै हजुरहरूलाई यस्तो रमणीय ठाउँहरू देखाउँदै घरतिर लाग्दै छु। कृपया भिडियो लास्टसम्म हेरिदिनु होला। र मैले चाहिँ रेकर्ड गरिसकेको छु र लास्टमा यो माथि कन्फर्म छ, कन्फर्म गर्नु होला। कन्फर्म गरिसकेपछि तपाईको चाहिँ यस्तो आउँछ र एनिमेट गर्नु होला। तल एनिमेट गर्नुभयो भने चाहिँ यो प्रोसेस लाग्ने छ थोरै। साथीहरु ड्रिम फेसले चाहिँ हाम्रो भिडियो जेनेरेट गरेर दिइसकेको छ र यस भिडियोलाई चाहिँ मैले चाहिँ सेभ गर्छु ग्यालेरीमा। तल सजिलै देख्न सक्नुहुन्छ यो फेस सेभको अप्सन देख्न सक्नुहुन्छ र सेभ गरिसकेँ मैले। र भिडियो कस्तो भएको छ हेरौँ है त। साथीहरु म चाहिँ आज पशुपतिनाथको दर्शन गर्न आएको थिएँ र दर्शन गरिसके। अब चाहिँ म भ्लगिङ गर्दै हजुरहरूलाई यस्तो रमणीय ठाउँहरू देखाउँदै घरतिर लाग्दै छु। कृपया भिडियो लास्टसम्म हेरिदिनु होला। यसमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ लिपसिङ बाहेक अरु केही पनि हल्लेको छैन। मुख लिपसिङ चाहिँ मिलेको छ, क्या दामी लिपसिङ मिलेको छ र अरु फेसहरू कुनै पनि यताउता शरीर केही पनि हल्लेको छैन र योभन्दा धेरै हुन पनि हुँदैन साथीहरु। यो भनेको फ्री प्याकेज हो। यो भनेको फ्री हो हैन। फ्री वेबसाइट फ्री एप्समा चाहिँ यतिको मात्रै हुन्छ। अरु चाहिँ प्रिमियम वाला हो। उनीहरुमा प्याकेज हुन्छ कति डलर गर्ने वर्षको महिनाको पैसा पर्छ साथीहरु। पैसा पर्ने वालामा मात्रै हजुरले राम्रो भिडियो बनाउन सक्नुहुन्छ र यो अलमलमा नपर्नु होला र दुनियादारी भिडियो हेरेर आफ्नो टाइम लस नगर्नु होला साथीहरु। योभन्दा धेरै कुनै हालतमा हुँदैन। यतिकै हो हुने र अरुमा चाहिँ पैसा लाग्छ। यही हो साथीहरु। भिडियोलाई लाइक गरिदिनु होला र भिडियो कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु होला। ओके बाइ। अब मिल्नेछौं अर्को भिडियोमा।